दुनियाँ स्वार्थी छ। सबै मेहनत गर्नमा काम गर्नमा एकदम बिजी छन् आजभोलि। किनभने दुनियाँ यस्तो चिज भएछ कि सबैभन्दा ठुलो चाहिँ के हो भने चाहिँ पैसा हो। पैसा छैन भने चाहिँ मान्छेले मान्छे गनेको छैन, इज्जत छैन। पैसा छैन भने चाहिँ म दिनरात मेहनत गर्छु, मेरो अहिले यति पैसा आउँछ मलाई। मान्छे पैसाकै पछि भागेको छन्। पैसा छ भने सब थोक छ। जे खान मन लाग्यो, जे लाउन मन लाग्यो सबै पाउँछन् यो दुनियाँमा। यदि पैसा छैन भने आफ्नो मान्छेले आफ्नो मान्छे भन्दैनन्। साथीभाइहरू कोही कुन देशमा छ थाहै छैन, नसुनेको देशमा पनि छन्। के को लागि? पैसा कमाउनको लागि, आफ्नो परिवार खुसी होस् भनेर। सबै खुसी होस् भनेर सबै विदेशमा छन् कमाउनको लागि, एक आपसमा देखाउनको लागि, गाउँमा देखाउनको लागि। त्यही भएर म यो भन्छु कि मेहनत गर्नु, तागत हुन्जेलसम्म मेहनत गर्नुपर्छ। नगर्ने होइन, गरिरहनुपर्छ। पैसा एकदम लापरवाही खर्च गर्ने होइन, पैसाको पनि इस्तेमाल गर्न सिक्नुपर्छ हामीले। पैसा कमाउ दबाएर देखाउने, एक आपसमा एकअर्काले देखाउने पनि हो। मेरो यो 1 महिनाको स्यालेरी हो। पैसाको पछि भाग। पैसा छ भने सब थोक छ। आफ्नो मान्छे, आफ्नो रिश्तेदारहरू, आफ्नो साथीहरू सब थोक छ। सबले इज्जत गर्छ। यदि पैसा छैन भने कसैले इज्जत गर्दैन यो दुनियाँमा।